कार्यक्रम उद्घोषकज्यूलाई धन्यवाद छ। यस भेलाका अध्यक्षज्यू लगायत हाम्रा श्रम संस्कृतिका केन्द्रमा रहनुहुने श्रम संस्कृति पार्टी भनेको अलिक फरक खालको पार्टी हो। म अलिक समय लिएर निकै कुराहरू भन्न मन लागेको छ आज। त्यसो भएको कारणले धैर्य धारण गरेर यहाँले सुनिदिनुहुन्छ होला भन्ने पनि लागेको छ। केही प्रश्नहरू छ भने अन्तिममा राख्नु होला है, त्यसको सम्पूर्ण प्रश्नको उत्तर दिएर म जानेछु। श्रम संस्कृति पार्टी भनेको अरू जस्तो पार्टी होइन। यो पार्टीमा नेता हुँदैन, कार्यकर्ता पनि हुँदैन। यो पार्टीमा केवल श्रमदाता हुन्छ। यो श्रम गर्ने मान्छेहरूको पार्टी हो। त्यसो भएको कारणले म लगायत केन्द्रमा बस्नेहरूलाई नेता मान्नु पर्दैन। नेता हामी होइन। यो देशमा नेताको खाँचो छैन है। नेपालको इतिहासमा यस्तो एउटा पार्टी जुन पार्टीको नेता हुँदैन, कार्यकर्ता हुँदैन, हुन्छ त सिर्फ श्रमदाता हुन्छ। हामी सबैजना श्रमदाता हौं। यस्तो पार्टीका केन्द्र लगायत जिल्ला लगायत विभिन्न स्तरमा रहेर देशका लागि पसिना बगाउँछु भन्ने अठोटका साथ आउनुहुने सबैजनालाई धन्यवाद दिन चाहन्छु। हामी चुनाव पनि लड्छौं। चुनाव लड्नका लागि हाम्रो उम्मेदवारहरू हामीले चाहिँ विभिन्न ठाउँबाट खडा गरेका छौं। कास्कीमा जम्मा 3वटा निर्वाचन क्षेत्रहरू मध्ये 2 नम्बरको क्षेत्रमा चाहिँ केही प्राविधिक कारणले गर्दाखेरि पहिला त्यो नाम सूची पहिला पनि लगाएको व्यक्ति परेको कारणले गर्दाखेरि त्यो चाहिँ अन्तिम समयमा दर्ता हुन सकेन रहेछ। कास्की क्षेत्र नम्बर 1 मा हामीले बिलबहादुर तामाङ एकचोटि उठिदिनु होला ज्यूलाई तपाईहरुको लागि ढुङ्गा बोक्नका लागि, तपाईहरुको लागि यो देशको नीति निर्माण गर्नका लागि उठाएका छौं भने 3 नम्बर क्षेत्रबाट हितकाजी गुरुङज्यूलाई एकचोटि उठिदिनु होला। कता हुनुहुन्छ? कहाँ हुनुहुन्छ? हात हल्लाइदिनु। कता बिजी हुनुहुन्छ कि क्या हो? कता जानुभयो? हितकाजी गुरुङज्यू कता जानुभयो? केही छैन। अघि भर्खरै मन्तव्य दिँदै हुनुहुन्थ्यो। कता जानुभयो उहाँ? चाहियो हो यहाँ उम्मेदवार। हितकाजी गुरुङज्यू कता जानुभयो? बाहिर व्यस्त हुनुहुन्छ। यो इको हटाइदिनु। इको चाहिँदैन सर, इको चाहिँदैन। ड्राईमा बोलौँ। इको चाहिँदैन। यहाँ कता व्यस्त हुनुहुन्छ होला म्यानेजमेन्टमा। उहाँ पनि तपाईहरुको लागि नै ढुङ्गा बोक्न जाँदै गरेको मान्छे। यसरी बुझ्नु होला। र विभिन्न भूमिकामा रहेर यो कार्यक्रमलाई सम्भव बनाएर यहाँसम्म ल्याउनका लागि दुःख गर्नुहुने स्वयंसेवकहरू सबैजनालाई मेरो तर्फबाट हार्दिक धन्यवाद छ। र सबैभन्दा धेरै धन्यवाद चाहिँ म यहाँका पोखरेली आमा बाबा दाजु भाइ दिदी बहिनी भान्जा भान्जी हैन हाम्रो हितकाजी गुरुङज्यू उहाँ हुनुहुन्छ हैन 3 नम्बरको उम्मेदवार। धन्यवाद। बस्नु होला। सबैजना आमा बाबा दाजु भाइ दिदी बहिनी भान्जा भान्जी जेनजी सबैजनालाई म हार्दिक धन्यवाद दिन चाहन्छु। मिडिया मार्फत हामीलाई सुनिरहनुहुने, सम्पूर्ण लाइभबाट हेरिरहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई धन्यवाद दिन चाहन्छु। पत्रकार मित्रहरूलाई धन्यवाद दिन चाहन्छु। सुरक्षाकर्मी मित्रहरूलाई धन्यवाद दिन चाहन्छु। सबैजनालाई हार्दिक धन्यवाद छ मेरो। 1-2वटा कुराहरू मैले यहाँ राख्नै पर्छ आज। सबैभन्दा पहिला त यहाँहरूले मलाई अत्यन्तै ठुलो के अरे तपाईँको चाहिँ सम्मान गर्नुभएको छ। मैले यो हैन यहाँको कल्चरल सांस्कृतिक पहिचान झल्कने यो खदा लगायतका छैन यो खालको यो हैन यो खालको पोसाक पहिराइदिनु भएको छ। मलाई लाग्छ यो गुरुङ संस्कृतिको पहिरन होला। र त्यसो हुँदा म पनि आज गुरुङ जस्तै देखिएको छु। अर्का साम्पाङ गुरुङ भन्दा पनि फरक पर्दैन होला आज चाहिँ।
हामीले बोल्ने भाषा, हामीले चलाएको चलन चालचलन र हामीले पहिरन गर्ने पहिरिने पहिरनले पोसाकले हाम्रो संस्कृति झल्किन्छ। अत्यन्तै राम्रो ठाउँ यो पोखरा, प्राकृतिक हिसाबले अत्यन्तै मनोरम, हिमाल होइन तालहरू भएको प्राकृतिक हिसाबले अत्यन्तै राम्रो, साथै सांस्कृतिक हिसाबले पनि अत्यन्तै धनी ठाउँ हो यो। म पोखरा आज समेत गरेर 3 चोटि तेस्रो चोटि आएको छु र पहिलाभन्दा धेरै राम्रा राम्रा चाहिँ परिवर्तनहरू मैले यहाँ देखेको छु र यो राम्रो ठाउँको राम्रो मान्छेहरूको हातबाट एक डोको जति खदा लाउन पाएँ मैले होइन र यसरी सम्मान पाउँदाखेरि आफू अत्यन्तै धेरै तपाईँको चाहिँ सम्मानित र प्रफुल्लित महसुस गरिरहेको छु मैले देखेर। यहाँलाई धन्यवाद दिन चाहन्छु सम्मान। आज अरू बेलाभन्दा अलि लामो र अलिक फरक खालको मैले बोल्नुपर्छ जस्तो लागेको छ होइन, किनभने हामी हलभित्र कार्यक्रम गरिरहेका छौँ। हाम्रो देश यस्तो देश जहाँ चाहिँ होइन नयाँ कुरा, नयाँ बिरुवा, नयाँ फुल उम्रिँदाखेरि पुरानोहरू साह्रै डराउने आदेश गर्ने होइन। श्रम संस्कृतिले अब नेपाल पिटिहाल्यो, 2 महिना पनि भएको छैन हामीले सर्टिफिकेट पाएको। मङ्सिर 16 गते हो, पुष माघ, आज माघ कति 12, 4 दिन पछाडि मात्रै 2 महिना हुन्छ। 2 महिनामा श्रम संस्कृतिले यस्तो हल्लायो कि होइन। ठिक छ यस्तो हल्लायो कि सातो गयो, अनेक परीको तपाईँको चाहिँ नियम कानुन लगाउनु पर्ने बाध्यता भयो। तर त केही छैन, हामीले आज त्यहाँ चौरीमा गर्नुपर्ने विभिन्न खालका यहाँनिर तपाईँहरूलाई दबावहरू भएछ। म भन्न चाहन्छु त्यस्तो दबावहरूमा नआउनु होला आगामी दिनहरू होइन। तर हामी सोझा छौँ, सिधा छौँ, इमान्दार छौँ। त्यसो भएको कारणले यो हलभित्र कार्यक्रम भइराखेको छ। नत्र भने म अर्कै तरिकाले बोल्ने मान्छे हो। यहाँ नाच्ने गाउनेदेखि हल्ला गर्ने हुन्थ्यो, तर आज म त्यसरी बोल्दिनँ किनभने हामी चौरीमा छैनौँ, हलभित्र छौँ। हुन्छ ल बडो हाँस पनि उठ्छ होइन, खै के भइरहन्छ हाम्रो देशमा। अहिले विभिन्न खालका तपाईँको चाहिँ तिगडम गरेर यो कुँ गर्दैछ, अलिकति पनि मिलाउनु होला। तिगडम गरेर चाहिँ नि रोक्ने प्रयासहरू भइराखेको अवस्था छ है। र ती सम्पूर्ण कुरालाई चिरेर श्रम संस्कृति अगाडि बढ्छ नै बढ्छ, किनभने यो मैले अघि भनिसकेँ नेपालीहरूको एउटा नयाँ आशा र विश्वासको शक्ति हो श्रम संस्कृति। त्यसो भएको कारणले श्रम संस्कृतिको यात्रालाई कसैले रोकिँदैन, कसैले छेकेर सकिँदैन। यो भन्न चाहन्छु। अब धेरै कुराहरू छन्, सबै कुरा भनेर साध्य पनि छैन। पुराना दलहरूको समीक्षा गरौँ हामीले होइन। हामी मध्ये कोही पुराना दलमा हिजो थियौँ होला होइन, अझै पनि छौँ होला, केही छैन। लोकतन्त्र हो, आफ्नो इच्छाको कुरा। जे खान मन लाग्दा पनि खाँदा भयो, जे लाउन मन लाग्दा पनि लाउँदा भयो भन्ने स्थिति हो। पुराना दलहरूले हाम्रो देशमा सुशासन कायम गर्न सक्नु भएको भए यतिका धेरै नयाँ दलहरू खुल्नेवाला पनि थिएन, श्रम संस्कृति पनि जन्मिनेवाला थिएन होइन। मेरो राजनीतिक यात्रा र मेरो चेतनाको कुरा, धेरै कारणहरू छन्। ती मध्येको एउटा कारण चाहिँ के हो त भन्दाखेरि पुराना दलहरूप्रतिको तपाईँको चाहिँ नै असहमति, असन्तुष्टि। पुराना दलहरूले गर्नुपर्ने भन्दा नराम्रो काम धेरै गरेको कारणले गर्दाखेरि जुन समस्या हामीले भोगिरहेका छौँ त्यो समस्याहरूबाट चाहिँ विकल्प खोज्दै निस्केको एउटा अभियान्ता हो अर्थशास्त्र। पुराना दलहरूले हाम्रो देशमा के गर्नुभयो होइन भन्ने कुराहरू मलाई भन्दा धेरै तपाईँहरूलाई थाहा होला, तथापि मैले 1-2वटा कुराहरू गर्नुपर्छ।
पुराना दलले यो देशको सिमानाको रक्षा गरेन, गर्यो? नम्बर 1 मा नगरेको काम मैले त्यो देख्छु। सिमानाको बारेमा निश्चिन्त निष्फिक्र त्यस्तो राजनीतिक शक्ति, त्यस्तो सरकार जुन सरकारले आफ्नो सिमानाको बारेमा वास्ता गर्दैन, त्यो पार्टी, त्यो शक्ति, त्यो सरकारले आफूलाई सरकार भनिरहन सुहाउँदैन, हैन? हामी सबैको आफ्नो आफ्नो निजी सम्पत्तिहरू छन्। जस्तै यो पार्टी प्यालेसको पनि आफ्नो भूगोल होला। यो पार्टी प्यालेसको मालिकलाई थाहा हुनुपर्छ मेरो सिमाना कहाँसम्म हो भन्ने, होइन र? सबैभन्दा ठूलो गल्ती पुरानो दलले गरेको मैले के देख्छु भने सिमानाप्रतिको निष्फिक्री। जेसुकै होस्, जतासुकै होस्, हामी बेला बेला सुनिरहन्छौँ नेपाली किसानले असारमा नेपालमा खेती गर्यो, मङ्सिरमा फसल काट्ने बेलामा, धान फाड्ने बेलामा, दाइँ गर्ने बेलामा चाहिँ उसको खेत छिमेकी मुलुकमा गाभियो भन्ने पनि हामीले सुनेको हो। त्यसले गर्दाखेरि पुराना दलहरूप्रतिको हाम्रो असन्तुष्टि र असहमति यस प्रकार रहनुपर्छ। मेरो चाहिँ त्यसरी रहेको हो। पुराना दलहरूले ध्यान दिउँ है, आज म अलिक लामो बोल्नेवालामा छु, फरक शैलीमा। चौरीमा भए त म उफ्रिँदै बोल्ने मान्छे हो, तपाईँहरूलाई म उफारेकै गर्थेँ। तर हलभित्र त्यो आवश्यक छैन। अर्को कुरा के छ भने पुराना दलहरूले लोकतन्त्र भनेर दल खोलेर भोट मागेर चुनाव जित्ने काम चाहिँ गरे, तर लोकतन्त्र प्रत्याभूत गर्न सक्नु भएन। राम्रो बुझौँ है, लोकतन्त्र प्रत्याभूत गर्नु भनेको के हो भने एउटा दल बिनाको गरिब मान्छेलाई पनि यो देशमा मेरो सरकार छ, मेरो राज्य छ, मेरो कानून छ, मेरो न्याय छ भन्ने प्रत्याभूति दिलाउनु पर्थ्यो, होइन र? बिना दलको मान्छेले, मैले बारम्बार भन्ने गरेको छु, घोर अन्याय सहेर बाँच्नु परिरहेको छ यो देशमा। न्याय पाउनका लागि एउटा दलको पहुँचवाला मान्छे बन्नुपर्छ यो देशमा, है? सेवा सुविधा पाउनका लागि पनि, विकास पाउनका लागि पनि एउटा गतिलो दलको पहुँचवाला मान्छे हुनुपर्छ यहाँ, नत्र हुँदैन। त्यसो भएको कारणले म दलहरूलाई भन्न चाहन्छु, तपाईहरूले यो देशमा लोकतन्त्र प्रत्याभूत गर्न सक्नु भएन, लोकतन्त्रको अनुभूति जनतालाई दिलाउन सक्नु भएन। एउटा सानो उदाहरण लिन्छु। म पहिला धरान उपमहानगरपालिकाको मेयर हुनुभन्दा पहिला म सामाजिक अभियन्ता थिएँ, है? करिब 15 वर्ष भयो म सामाजिक राजनीतिक हिसाबका चाहिँ कुराहरू उठाएर एक्लै लड्दै आएको मान्छे। पछिल्लो समयमा त धेरै साथीहरू पाएँ मैले, अहिले त दल नै पनि खोलेको छौँ। यो सबै तपाईँहरू मेरो सहकर्मी र साथीहरू हुनुहुन्छ। म निर्वाचित हुनुभन्दा पहिला मैले खानेपानी मन्त्रीलाई एउटा ज्ञापन पत्र मात्रै बुझाउँछु भन्दाखेरि मैले काठमाडौँमा 1 हप्ता लजमा बस्नु पर्यो र अन्तिममा भेट्न नपाएर सिंहदरबारको गेटमा मैले आन्दोलन गर्नु पर्यो। प्ले कार्ड बोकेर मैले चाहिँ नि खानेपानी मन्त्री मुर्दाबाद भनेर लेख्नु पर्यो र प्रहरीमा पक्राउ पर्नु पर्यो। एउटा नाथे मन्त्रीलाई भेट्नका लागि पनि सोर्स फोर्स चाहिन्छ भने, होइन? मैले न्याय पाउँथे त त्यतिखेर? एउटा निरीह मान्छे, एउटा एकल मान्छे, एक्लो मान्छे, स्वतन्त्र मान्छेले न्याय पाउला, है? त्यसो भएको कारणले गर्दाखेरि त्यो सिंहदरबारलाई दलहरूले आफ्नो पार्टीको कार्यालय जस्तो, पार्टी कार्यालय जस्तो बनाएर राख्नुभयो, है? म आरोप लगाउँछु, पुष्टि सहित आरोप लगाउँछु। त्यसो भइरहँदा दलहरूले, होइन, पुराना दलहरूले यो देशमा प्रत्याभूति के को गराउन सक्नु भएन भने लोकतन्त्रको प्रत्याभूति गराउन सक्नु भएन। लोकतन्त्र भनेको त्यो व्यवस्था हो जुन व्यवस्थामा एउटा पार्टी बिनाको गरिब मान्छेलाई पनि अन्याय पर्दाखेरि राज्यले न्याय दिनुपर्छ, पर्दैन, है? यहाँ किसानहरूले मल पाएका छैनन्, होइन? विभिन्न गाउँहरूमा बाटो अझै पुगेको छैन। अस्ति कर्णालीमा गएको सुर्खेतमा थुप्रो दिन हिँड्नुपर्छ कहाँसम्म पुग्नुलाई भन्नुभयो, है? त्यो सबै कुरा के हो त भन्दाखेरि पार्टी गतिलो हुनुपर्ने, त्यो पार्टीमा पनि फेरि आफ्नो पहुँच भयो भने मात्रै काम हुने भनिसकेपछि त्यो लोकतन्त्र थिएन, लोकतन्त्र होइन। त्यसो भएको कारणले गर्दाखेरि ठूला दलहरूले लोकतन्त्र प्रत्याभूत गर्न सक्नु भयो।
न्याय स्थापित गर्न सक्नु भएन है। एउटा निरीह मान्छे दिन दहाडे कुटिन्छ, ड्याङ कुटिन्छ, लुटिन्छ ऊ होइन, उसको सरसामान उसको सम्पत्ति कोही कसैले लुट्छ। त्यो मान्छे प्रहरी चौकीमा गएर उजुरी लगाउनु खोज्यो भने उजुरी दर्ता हुँदैन। त्यो उजुरी दर्ता गर्नुभन्दा पहिला प्रहरीले के बुझ्छ भने यो मान्छे कहीँ कतै त्यसो गर्ने मान्छे हाम्रो माथि गृहमन्त्रीको मान्छे त होइन, नत्र त जो पाए त्यसले त त्यसो गर्नु नसक्नु पर्ने भनेर उसले बुझ्छ। बुझेर है अब त्यो उजुरी हाल्दै गरेको मान्छे बिना पार्टीको मान्छे छ भने उसको दर्ता हुँदैन। म धरान उपमहानगरपालिकाको मेयरको कुर्सीमा बसेर पनि मैले त्यो भोगेँ, महिलेसम्म त्यो भोगेँ, किनभने म एक्लो थिएँ, स्वतन्त्र थिएँ। मैले कयौं तपाईँका छैन अराजक गतिविधिको विरुद्धमा उजुरी दर्ता गराउन खोज्दाखेरि उजुरी लिनु भएन। किन लिनु भएन भने त्यो अराजक गतिविधि गर्ने मान्छे सरकारको पार्टीको मान्छे थियो। त्यसो भएको कारणले गर्दाखेरि पुराना दलहरू कस्ता भने भन्दाखेरि मन नदुखाउनुहोस्, म त भएको कुरालाई भक्कै भन्ने मान्छे हो। तपाईले राम्रो लागोस् नराम्रो लागोस् त्योसँग मतलब छैन, किनभने मेरो पुर्खाले मलाई के भनेर सिकाउनु भयो भने केटा साँचो कुरा बोल्नु भनेर सिकाएर आएको कारणले म बोल्छु। तपाईलाई मिठो लागोस् नमिठो लागोस् मिडिया मार्फत म भन्न सक्छु। ती दलहरूले राम्रो बुझौँ, ती दलहरूले त्यस्तो देश बनायो है जुन देशमा न्याय भएन। अपराध गर्ने मान्छेहरूको संगठन भयो पार्टीहरू हैन। कुनै एउटा अपराध गरेको छ, त्यो अपराधबाट लुक्नका लागि पार्टीको सदस्यता लिएर बस्ने। पार्टीको ठूलो मान्छे, ठूलो पार्टीको ठूलो मान्छे भयो भने उसले जे गर्दा पनि हुने, उसलाई कानूनले नछुने। भइसकेपछि कानूनी राज्य बनाएन, कानूनी राज्य नबनाउने हैन। मुख्य दोषी नै पुराना दलहरू हुन्। यो एमाले, कांग्रेस, माओवादी के भन्ने थुप्रै छ है। तपाईहरुलाई नमिठो लागेको हुन सक्छ, यहाँ पनि कोही हुनुहुन्छ भने हैन, तपाईलाई नमिठो लाग्ला, तर मैले गरेको समीक्षा तपाईले सुन्नै पर्छ। सिंहदरबार अस्तिको जेएनजीको आन्दोलनमा जलेर गयो। किन जलेर गयो भन्दाखेरि त्यसमा पनि त्यही खालको कुराहरू अनुभूत भएको कारणले हुन सक्छ। मोस्ट प्रोबेबली द सेम रिजन। त्यो सिंहदरबार भित्र कुनै गरिब मान्छे छिर्न सकेन। ब्रिफ केस बोक्नेहरू छिरे, ठुल्ठुला पार्टीका पनि मान्छेहरू छिरे। प्रधानमन्त्रीलाई भेट्नका लागि उसकै पार्टीको, त्यो पनि प्रधानमन्त्रीसँग नजिकको मान्छेको तपाईको च्यानल मिलाएर मात्रै भेट्न सक्ने, नत्र नसक्ने भन्ने कुराहरू थियो। एकचोटि तपाईको छैन म प्रधानमन्त्रीका सिंहदरबारभित्र बसिरहेको थिएँ। पश्चिमतिरको सांसदहरू हुनुहुँदो रहेछ। 3 दिन भयो हामीले पर्खेको, प्रधानमन्त्रीले भेटेकै छैन भन्नुहुन्थ्यो है। एउटा सांसदलाई, विधायकलाई सम्म प्रधानमन्त्रीलाई भेट्नका लागि त्यत्रो धेरै पहुँच चाहिने रहेछ भनिसकेपछि त्यो सिंहदरबार नेपाली जनताको थिएन। त्यही रिसले पनि होला जेएनजीको आन्दोलनमा, तर जलाउनु पर्ने चाहिँ थिएन। त्यसमा पनि म आउँछु। भन्नुको मतलब सिंहदरबार एउटा पार्टी कार्यालयको रूपमा चलिरहेको थियो। न्यायालय, सर्वोच्च अदालत पनि त्यही पार्टीकै सिफारिसमा प्रधान न्यायाधीशहरू तपाईको छैन जानुपर्ने, नियुक्त हुनुपर्ने भनिसकेपछि त्यस्तो तरिकाले गएको मान्छे हैन। चरम राजनीति तपाईको छैन गरेको कारणले गर्दाखेरि त्यो न्यायालय पनि, न्यायपालिकाले पनि न्याय दिन सकेन। न्याय भनेको निष्पक्षता हो।